महिला मञ्च आवाज समूह उहाँलाई सबैलाई रक्षागण भन्न पनि चाहे र धन्यवाद दिन चाहे पुर्याउने तारा आमा समूह आफ्नो थोरै ग्याप राखेर हिँड्नु दिनु होला र धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरी फुलबारी आमा चाहन्छौँ एकदमै राम्रो चिकित्सा गरेर सजिएर आउनुभएको छ यस रेलीको लागि। यस्तै गरी कानुन मगर उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ धेरै राम्रो चिकित्सा गरेर माथागढी गाउँपालिका वडा नम्बर 3 मा आजबाट सुरु भएको व्यापार मेला र्याली औपचारिक रूपमा सुरु हुन लागिरहेको छ। आपतकालीन भन्छ आपतकालीन गेट भन्छ त्यो सबैले देख्नुको हुनुपर्छ। त्यो भइहाल्यो भने हामी आपतकालीन गेटबाट छिटोभन्दा छिटो बाहिर निस्किन पर्छ। त्यस कारणले गर्दा यो देब्रेपट्टि स्टेटको देब्रे साइडपट्टि त्यहाँ 2 नम्बर गेट हो त्यो सबैलाई जानकारी हो। त्यही 2 नम्बर गेटबाट हामी निस्किन्छौँ र बाजा समूहलाई अगाडि हिँड्नको लागि पनि मैले अनुरोध गरेँ। हामीसँग आउनुभएको छ बाजा समूह अगेनीबाट र अगेनीमा अब समूह नमुना महिला मञ्च आवाज समूह उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यस्तै गरी हामीसँग आउनुभएको छ। त्यसपछि तेस्रो र्यालीमा श्री सिद्धेश्वरी शिवालय मन्दिर माथागढी रूपसे गएर हामीलाई भगवानको भजनको साथमा उपस्थित हुनुभएको छ, र्याली गर्नुभएको छ। उहाँलाई पनि हृदयदेखि सम्मान गर्दै हामीलाई
शुभशङ्कर भोलेनाथ यो सबैलाई रक्षागण भन्न पनि चाहे र धन्यवाद दिन चाहन्छु र यस्तै गरी खिरौली धारा आमा समूह उहाँहरूलाई पनि हामीले धन्यवाद दिन चाहन्छौँ। खिरौली धारा आमा समूह आफ्नो थोरै ग्याप राखेर हिँडिदिनु होला र धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरी फुलबारी आमा समूहलाई पनि धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। एकदमै राम्रो चित्त बढेर सजिएर आउनुभएको छ यस रेलीको लागि। यस्तै गरी कानुन मगर आमा समूह उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। धेरै राम्रो चिकित्क पढेर आउनुभएको छ। आफ्नो समूहको एकदमै राम्रो प्रदर्शन गर्दै उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। र यस्तै गरी झुन्तारा आमा समूह उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। यो माथागढीभित्र आमा समूहले भरिएको यो सिङ्गो माथागढी भव्य र सफलताको साथमा सफल पार्न उपस्थिति भइसक्नु भएको छ। धेरै धन्यवाद दिन चाहन्छौँ सम्पूर्ण आमा समूहलाई। र यस्तै गरी कानुन मैकुङ गुमुस्टा समूहलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। एकदमै सहयोगी समूह हो यो, धेरै सहयोग गर्ने समूह मैले देखिरहेको छु। यो समूहले धेरै सहयोग पनि गरेको छ। र यस्तै गरी नयाँ बस्ती आमा समूह उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। र हामीसँग नेवागुठीबाट लाखे प्रदर्शन छ। विशेष गरी लाखे प्रदर्शन जुन नेवागुठीलाई ध्यान दिनु होला। पानी सुखो यस्तै गरी हम्किनको लागि र हाम्रो स्वयंसेवक साथीभाइहरूलाई यो एकदमै नेवागुठी समूहसँगै हिँड्नको लागि मैले अनुरोध गरेको छु। नेवागुठी समूहको लाखे छ, लाखेलाई विशेष ध्यान दिनु होला। अहिले गरम छ, त्यस कारणले गर्दा हाम्रा स्वयंसेवक भाइहरूलाई सहयोगको लागि अनुरोध गरेको छु। यसै गरी देवघरी आमा समूहलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँहरू पनि धेरै सजिएर चिकित्सा पढेर आउनुभएको छ। घाम नभनिकन यो गर्मी नभनिकन आउनुभएको छ हाम्रा अध्यक्षहरू। त्यस कारणले गर्दा धेरै धन्यवाद दिन चाहन्छौँ। र यस्तै गरी हामीसँग फेरि अर्को समूह हुनुहुन्छ जसलाई भनिन्छ सहारा देवी आमा समूह, जो स्थापना 2064 सालमा भएको थियो। उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँ एक्ला घरबाट पनि त्यो समूह आएको छ। उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। र यस्तै गरी श्री कालिका देवी महिला समूह माथागढी भैँसकट्टा धेरै माथिबाट आउनुभएको छ। हाम्रो 3 नम्बर वडाको उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। आफ्नो वेशभूषामा सजिएर आफ्नो कल्चरलाई भव्यताको साथमा मादलसँग बजाएर आफ्नो मगरी कल्चरलाई अगाडि बढाउँदै आउनुभएको छ। माथि भैँसकट्टाबाट उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ। र यो गाडी विशेष गरी नेवागुठीलाई ख्याल गर्नु होला, पानीको एकदमै सुविधा गरिदिनु होला, यसको लागि म अनुरोध गरेँ। र यस्तै गरी हामीसँग अर्को समूह हुनुहुन्छ जसले धेरै सहयोग अगाडि बढिसक्नु भएको छ। मिमन धारादी मैगुस्टा समूह उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरू पनि एकदमै सजेर आफ्नो यस तेस्रो माडी महोत्सव 2080लाई सफल पार्नको लागि सिङ्गो माथागढीबाट उहाँहरू पनि उपस्थित हुनुभएको छ। उहाँहरूलाई धेरै धन्यवाद दिँदै फेरि पनि सम्झन चाहन्छु सूर्यमुखी आमा समूह, जो उहाँहरूलाई पनि आफ्नो यो तेस्रो माडी महोत्सव 2080लाई सफल पार्नको लागि उपस्थित हुनुभएको छ। उहाँहरूलाई पनि धेरै धन्यवाद दिँदै हाम्रो रोड यहाँदेखि खरे जानेछ। खरेदेखि हामी यहाँ आउनेछौँ। त्यसपछि हाम्रो सानो कार्यक्रम हुनुहुन्छ। हाम्रो नृत्यको साथमा कार्यक्रम भएर फेरि हामी अगाडि बढ्नेछौँ। र धेरै समूहहरू यहाँ उपस्थित हुनुभएको छ। घुम्नु होला, आफ्नो समूहलाई धेरैभन्दा धेरै मार्क्स देखाउनु होला।
धेरै समूहको मार्क्स देखायो भने तपाईँहरूलाई नै केही सुविधा छ ला हामी त गएनौँ त्यस कारणले गर्दा मेरो समूह केही थोरै पछाडि पर्यो भन्ने भोलि नहोस्। त्यस कारणले गर्दा जति पनि उपस्थिति हुनुभएको छ सबैलाई र्यालीमा उपस्थितिको लागि र र्यालीलाई सक्दो र भव्यताको साथमा सफल पार्नको लागि अनुरोध गर्दछु र हाम्रा उद्योग व्यापार संघका साथीहरू गइदिनु होला, हिँडिदिनु होला, सबैको ठाउँ ठाउँमा पानीको सुविधाहरू गराइदिनु होला। देखिरहेको छु आफ्नो